रहेछ ब्रो नेपालमा हजुरले नेपाली पहिलाको चलचित्र पनि हेर्नुभयो होला बलिउड मुभी पनि हेर्नुभयो होला हलिउड मुभी पनि हेर्नुभएको छ होला पहिलाको हिसाबले हजुरले छड्केको ट्रेलर मात्रै हेर्नुभयो होला होइन ट्रेलर मात्रै हेरेर मुख सुनेर हजुरले यसको के विचार छ त के एक्सपेक्ट गर्नुहुन्छ यो Basically, I think it's targeting for the young generation. Like it must be something a little bit of action plus of story. I think. नयाँपन चाहिँ हामीले देखिरहेका छौँ र अहिले पनि मुभीमा धेरै नयाँ प्रयोगहरू नयाँ चाहिँ टेक्नोलोजी होइन अनि त्यसपछि अलिकति चाहिँ सबै गुणस्तरहरूलाई चाहिँ ध्यान दिएर बनाइएको छ पहिला मुभीहरू चाहिँ अलिक खालि मुभी पाराको चाहिँ अब ट्रेडिसनल परम्परागत हुन्थ्यो भने अब अहिले चाहिँ केही चाहिँ नयाँ कुराहरू मुभीमा पस्किनुपर्छ र अहिलेको चाहिँ अब जेनेरेसन जुन छ उनीहरूले मन पराउने खालको चाहिँ मुभी हुनुपर्छ भनेर नयाँ प्रयोग भएको चाहिँ मुभीहरू देखिराखेको छ र अवश्य पनि यस मुभीमा र आउने मुभीहरूमा चाहिँ हामीले यस्तै खालको नयाँ चाहिँ थियो साथसाथै चाहिँ त्यो मुभीले समाजलाई चाहिँ केही न केही चाहिँ राम्रो सन्देशहरू दिन सकोस् त्यस्तो खालको चाहिँ मुभीहरू हामीले हेर्न चाहन्छौँ फेरि के छ भने अब नेपाली मुभीहरू पनि राम्रो बनाउँदैछ भनेर होइन आफूलाई पनि इन्ट्रेस्ट लागेर आयो अब आफ्नो टाइम गरेर पनि अब हामीहरू पनि अब नेपाली मुभीलाई पनि अलिकति प्राथमिकता दिनुपर्छ भनेर अनि खास चाहिँ आएको पनि हो र अरूहरूलाई पनि अब साथीभाइहरू दाजुभाइहरू हुन्छ नेपालीहरू धेरै हुन्छ उहाँले पनि हेरिदिनु भयो अलिकति इन्टरटेन पनि हुन्छ प्लस हाम्रो नेपाली मुभीहरू पनि राम्रो भइरहेको छ भन्ने कुराहरू चाहिँ अब त्यो जानकारी हुन्छ धेरै त्यो आएर हेरिदिनु राजनीतिक भनौँ न एउटा चाहिँ विभिन्न किसिमका युवाहरूलाई चाहिँ अब एक किसिमको विभिन्न किसिमको ड्रग्सहरूमा सम्मिलित गर्दै त्यसमा चाहिँ पोलिटिकल क्राइमहरू अगाडि बढाइरहेको छ त्यसलाई चाहिँ रोकिनुपर्छ यस्तो यस्तो घटनाहरूलाई देखिरहेका छन् चाहिँ रोकिनुपर्छ भन्ने किसिमको कन्सेप्ट त्यसमा पाएको छु मैले ताकि युवाहरूलाई चाहिँ त्यो विभिन्न कारणबाट एज अ पोलिटिकल एज अ सोसल रूपमा चाहिँ अहिले चाहिँ भनौँ न उनीहरूको चाहिँ एउटा क्रिएटिभिटी चाहिँ देखाउने बेलामा चाहिँ उनीहरूलाई चाहिँ दबेर राख्ने समाजलाई चाहिँ एउटा किसिमको राम्रो किसिमको झापट दिएको छ कि मुभीले मैले मुभीबाट धेरै एक्सपेक्ट गरेको छु एक्चुली मेरो भेरी फर्स्ट टाइम आफ्टर लङ टाइम मैले नेपाली मुभी हेर्दैछु हजुर सो आई एम होपिङ टु गेट द बेस्ट आउट अफ द्याट मुभी टेक्निकल उसमा त एकदमै इम्प्रुभ छ जस्तो लागिरहेको छ होइन टेलर हेर्दाखेरि अब स्क्रिनहरू राम्रो छ त्यो क्यामेरामा चाहिँ हाई डेफिनेसन क्यामेराहरू युज गरेर राम्रो क्वालिटी होला तर स्टोरी चाहिँ लाइक हुन्छ नि ठिकै होला जस्तो लागिरहेको स्टोरी बेसमा चाहिँ अब लाइक काइन्ड अफ यो चाहिँ ग्याङ सम्बन्धी मुभी हो भन्दै होइन नेपालमा चाहिँ खालि ट्रेडिसनल मुभी भन्छ होइन अलिकति मोडर्न मुभी जस्तो लाग्छ होइन यस्तै यो मुभीको फिल्ममा चाहिँ नयाँ टेक्नोलोजी युज गरेर नयाँ चिजहरू एउटा चाहिँ टेस्ट चाहिँ अडियन्सलाई दिएको राम्रो हो होइन होपफुल्ली लाइक मान्छेले सोच्छ कि यो चाहिँ अलिकति चाहिँ हाम्रो समाजमा चाहिँ अलिकति नरुस्ला नबस्ला भन्ने तर जहिले पनि हामी ट्रेडिसनल कन्सेप्टमा बसेर हुँदैन होइन वी हेभ टु बी लाइक लिटल बिट मोडर्नाइज होइन त्यो कारणले गर्दा चाहिँ अलिकति फिल्ममा डेभलप हुन्छ होइन लाइक आई थिङ्क लाइक यस्तो मुभीहरू निस्किनुपर्छ र अलिकति कथामा रिलेटेड भयो भने अझ राम्रो हुन्छ धेरै खासै हुँदैन तर मैले लास्ट मुभी चाहिँ लुट लुट हेरेपछि तिनीहरू नर्मल एउटा नेपाली मुभीको ट्रेनभन्दा अलिक डिफ्रेन्ट बनायो हुनाले होइन हजुर अब आउने नेक्स्ट जेनेरेसनको मुभिजहरू चाहिँ डेफिनेटली त्यो बेटर हुन्छ भनेर सोचेर अनि फेरि हामी सिकाउनु भएपछि नेपाली एउटा कल्चरको प्रोपोगेट भन्ने पनि एउटा मुभिज एउटा माध्यम हुनाले हामी सबैजना हजुर डेफिनेटली अब यो वी एक्सपेक्टिङ इट टु बी रियली नाइस पक्कै पनि हाम्रो समाजमा भएको चाहिँ अब विसङ्गतिहरूलाई चाहिँ केही हदसम्म प्रस्तुत गरे होला जस्तो लागेको छ मुभीको ट्रेलरहरू हेर्दाखेरि हजुर अनि प्रेजेन्टेसन पनि राम्रै लागेर हेर्न आएको पहिलाको मुभी जुन हेरेँ त्यो हलमा हेरेको थिएन अमेरिकामा स्पेसली दिस इज द फर्स्ट मुभी र एकदम स्पेसल लागेको छ के फरक छ भने बेसिकली अब पहिलाको मुभीमा हिरो हिरोइन चाहिँ लभ गर्छ र अब त्यसमा के हुन्छ होइन तर यो मुभीमा चाहिँ बेसिकली के देखाएको छ भने एउटा पोलिटिक्स बेसिकली डिफ्रेन्ट जातको मान्छेहरू
ग्याङ्स क्रिएट गर्छ होइन त्यो ग्याङ क्रिएट गरेर हाउ दे चितवनमा हजुर म चितवनबाट होइन तर चितवन बेसिकली हेर्दाखेरि रमाइलो लाग्यो तर जुन यसमा देखाएको छ नि मान्छे मार्ने अनि मलाई त त्यति मन परेन अहिले अब यो सुन्नु छ अलिकति कस्तो भयो भने प्रेम लभमा चाहिँ बढी मन पराउँछ मान्छे तर यसमा छैन त्यो चाहिँ कमी छ क्या कम्पिटेटिभ हजुर हजुर पुरै मान्छेलाई त्यस्तो मारे जनावर जस्तै मारेको छ हाम्रो नेपाल जस्तो ठाउँमा हेर्न अझ त्यस्तो कति भइरहेको छ झन् सिक्ने हुन्छ त्यसरी नराम्रो लाग्यो प्रयास नरो गरे तर एक्सपेक्टेसन धेरै राखेँ होइन अनि सबै ठिकै हो मौलिक छ स्टोरी होइन तर नचाहिने अब हुन्छ नि स्ट्रेस धेरै भयो है स्टोरी अनि उनीहरूले अब के भन्न खोजेको थाहा भएन हामी पोलिटिक्स नराम्रो छ ठाउँ छँदैछ होइन गुन्डाहरूले मान्छे मार्छ ठाउँ छँदैछ होइन तर उनीहरूले पस्किँदा जसरी पस्क्यो नि त्यही हो अलि अब खै अब दिमागमा नआउँछ है के थाहा Storylines, 3 layers, more than enough layers for me to be interested. But I really like the ending. It's a little bit of poetic justice. I loved it. You loved it? I loved it. I think यो नयाँ ट्राई हो जुन आई थिङ्क बलिउडभन्दा भेरी डिफ्रेन्ट छ हजुर मैले योभन्दा अगाडिको त्यो पनि हेरेको छु उनीहरूले बनाएको फर्स्ट मुभी लुट पनि हेरेको छु लुट बेटर थियो होला यो मुभी ट्राई गरेछ अलट होइन ग्राफिक्स तर आई थिङ्क तर यो गुड वे अफ प्रोग्रेस हो गुड वे अफ प्रोग्रेस मैले मलाई चाहिँ यो मुभीले उठाउनु खोजेको विषयहरू चाहिँ साह्रै उत्तम लाग्यो होइन हजुर त्यसले चाहिँ नेपालको वर्तमान राजनीति अनि युवाहरू चाहिँ किन ग्याङमा लागिरहेका छन् र अहिले चाहिँ यो वन तस्कर किन बढेको छ यस्तो कुराहरूले चाहिँ यति राम्रो ढङ्गबाट साङ्केतिक रूपमा उठाएको छ कलाकारले चाहिँ नबोलिकन पनि हामीले चाहिँ मुभीमा चाहिँ देख्न पायौँ र अनुभूति गर्न पायौँ यति हुँदाहुँदै पनि नयाँ प्रयोग गरेर पनि मुभीले चाहिँ खालि एउटा हतियार र चाहिँ बन्दुकको सहारा लिएर मुभीले चाहिँ अलिकति कता कता चाहिँ यो एउटा चाहिँ के अरे यो भायोलेन्सतर्फ होइन अझै पनि युवा पिँढीलाई चाहिँ यो चाहिँ बन्दुक र चाहिँ हतियारकै सहारा लिनुपर्ने रहेछ है भन्ने जस्तो चाहिँ भान दिएको चाहिँ अनुभव भयो होइन र मुभीले अलिकति चाहिँ एउटा मुभी हेर्न आएको जस्तो नदेखिन अलिकति हामीलाई चाहिँ अप्ठ्यारो चाहिँ महसुस चाहिँ भएको छ We like the first one. It's a good start. नेपाली मुभीले जस अहिले अब हलिउड र बलिउडसँग कम्पिटिसन गर्ने बेला भइसकेको रहेछ होइन नेपाली मुभी नै हेरेको 7-8 वर्ष भइसकेको थियो बिचबिचमा सुने हो होइन तर आज चाहिँ यो छड्के हेर्दाखेरि चाहिँ क्वालिटी हेर्दा यसको टिम वर्क हेर्दा यसको सबै पक्ष कलाकारहरूको एक्टिङ हेर्दा कथावस्तु हेर्दाखेरि धेरै माथि पुगेछ भन्ने लाग्यो नेपाली मुभीहरूलाई खुसी लाग्यो यो 977 आफैले अर्गनाइज गर्दा यत्रो मान्छेहरूको पार्टिसिपेट देख्दाखेरि के रहेछ नेपाली मुभी भनेरै यत्रो मान्छे आयो भनेपछि जस पछि हेर्दा पनि लाग्यो जस नेपाली मुभीले अब चाहिँ स्तरीयता बनाइसकेको रहेछ अब कुनै पनि नेपाली फिल्म विदेशमा आएर चल्यो नेपालमा चल्यो भने मान्छेहरू आउँछन् भन्ने कुरा मलाई ढुक्क छ छड्के मुभी चाहिँ राम्रो स्क्रिप्ट राम्रो प्रेजेन्टेसन राम्रो स्टोरी अनि टिमवर्क राम्रो यसको क्यामेरा वर्कहरू राम्रो म्युजिक पछि राम्रो छ नयाँ आर्टिस्टहरूको पनि यत्तिकै राम्रो एक्टिङ छ पुरानो आर्टिस्टहरूको राम्रो एक्टिङ छ ओभरअल मुभी इज ग्रेट 977ले सिकागोमा देखाउँदा यत्तिकै पार्टिसिपेसन भयो जो आफ्नो 977को मेम्बर हुँदा यति देखेर जो खुसी लाग्यो थ्याङ्क यू युवा पिँढीले सुरुवात गरेको कुराहरूमा म चाहिँ पनि सकारात्मक हुन्छु उनीहरूले सकारात्मक रूपमा अगाडि बढेर पहिचानहरू देखाउने प्रयासहरू भइरहेको छ त्यो सराहनीय छ स्वतन्त्र रूपमा अगाडि बढ र स्वतन्त्र रूपमा अगाडि बढ्ने कोसिस गर्ने सबैको साथ लिएर जानु हुन्छ साथ लिएर जाउँ र युवा पिँढीको अग्रसरतामा केही गर्न सक्नुपर्छ त्यसलाई आई थिङ्क यो युथले गरेको यो जुन तरिकाको यो नयाँ इफोर्ट हो आई थिङ्क इट्स भेरी गुड यसलाई अगाडि लानुपर्छ एन्ड बेस्ट अफ म चाहिँ होइन निश्चित रूपले म र चाहिँ हामी सिकागोमा रहेका सम्पूर्ण नेपालीहरू यहाँहरूको चाहिँ यो प्रयासलाई जहिले पनि
अघि बढाउनलाई चाहिँ सहयोग गर्नेछ निश्चित Definitely, it's a very good approach actually. You know, हामी यति ठुलो कम्युनिटी सिकागोमा नट ओन्ली सिकागो थ्रुआउट द युनाइटेड स्टेट्स र अनि यो खालको एक्टिभिटी चाहिँ एटलिस्ट यो ग्रुपले सुरु गर्यो द्याट्स रियली एप्रिसिएटिङ एन्ड अब आज यो मुभीबाट सुरु भयो तर देयर टन्स अफ यु नो स्पेस टु गो अरू मुभिजहरू पनि बिस्तारै डकुमेन्ट्री मुभिजहरू स्पोन्सर गर्छ कल्चर मात्रै होइन कि एउटा सोसल एस्पेक्टमा पनि एउटा कम्युनिटीको डेभलपमेन्टको हिसाबले पनि यस्तो एक्टिभिटीहरू गर्नुपर्छ इट्स रियली भेरी एप्रिसिएटिङ लाइक इन्डिभिजुअली होइन मेरो तर्फबाट what can I help for 977 होइन if you want to make like if you have member I'll definitely be a member of 977 like यो कारणले चाहिँ like hopefully होइन 977 they will do progress in their future होइन like I'm really happy with the 977 यस्तो यङ जेनेरेसन एउटा भएको संस्था हुनुपर्छ जसले गर्दाखेरि चाहिँ लाइक सबैलाई समय दिन्छ जस्तै सिएनएफएसले भनेको लाइक काइन्ड अफ अलि लाइक ट्रेडिसनल कुराहरू मात्र भइरहेको छ यो जुन नयाँ कुराहरू छ त्यसैले गर्दाखेरि चाहिँ आई थिङ्क दिस इज रियली गुड फर लाइक फर कमिङ फ्युचर And I think because it's all young generation trying to do something, so definitely it's very energetic and I hope it will do better. सेकेन्ड खासमा एउटा इन्टरटेनमेन्ट ग्रुप हो हामी कसैमा कम्पिटिसन गर्न खोजे पनि होइन हाम्रो त्यो हुन्छ नि कुनै पनि हाम्रो क्राइटेरियामा त्यो कम्पिटिसन भनेको वर्क पर्दैन हामीले चाहिँ फोकस हाम्रो युथलाई हो तर हामी यसमा सबैलाई इन्क्लुड गर्न चाहन्छौँ बालबच्चादेखि बुढाहरूदेखि युथदेखि सबै किसिमका मान्छे सबै प्रकारका मान्छे महिला पुरुष नभनिकन सबैलाई इन्क्लुड गर्न चाहन्छौँ यो हाम्रो इन्टरटेनमेन्ट ग्रुप हो र हामीले चाहिँ यसबाट नयाँ कार्यक्रमहरू गरेर इन्टरटेनमेन्ट नयाँ कार्यक्रमहरू गरेर त्यसबाट सङ्कलन भएको पैसा नेपालमा पठाएर प्रफिटबाट के हुन्छ कि नेपालमा केही गरौँ कि यहाँ केही गरौँ कि युवाहरूलाई कसरी मोटिभेट गर्ने बाहिर बसे पनि नेपालको जिम्मा हामीमा सधैँ हुन्छ छ त्यही भएर हामीले केही नयाँ प्रोग्राम यहाँ गरौँ यहाँ सक्सेस भयो भने यसको इम्प्याक्टहरू धेरै ठाउँमा पर्न सक्ने हुँदाखेरि यो प्रोग्राम गरे हो यस्तै प्रोग्राम हाम्रो छ कम्पिटिसन भन्ने भावना कसैमा पनि छैन क्रिएटिभ खाले प्रोग्रामहरू ल्याउने 977 योजना छ र जे होस् यति धेरै मान्छेहरूले सपोर्ट गर्नुभयो सबैको मुखबाट राम्रो छ राम्रो आँट्यो भनेर भन्नुभयो सुनियो खुसी लाग्यो हाम्रो 977 को टिमवर्क देखेर पनि एकदम खुसी लाग्यो सबै इनिसिएटिभ भएर यस्तै होस् भविष्यमा पनि I want to wish 977 all the best and thank you everybody for cooperating.